गुड मर्निङ नमस्ते अनि सेवारो सबैजनालाई। आज चाहिँ मैले यो मेरो कफीको भ्लग बनाउन गइरहेको छु र आज चाहिँ हामी दुईजना छौँ र अलिकति घामले चाहिँ मेरो भिडियो चाहिँ राम्रो आएको छैन र कफी चाहिँ एकदमै फलेको छ। आज चाहिँ 2082 साल मङ्सिर 17 गतेको दिन चाहिँ हामी चक्कसँगले कविहाङ सेलिङको कफी खेतीमा चाहिँ हामी कफी टिप्दैछौँ र कफी हामी कसरी बनाउने भन्ने पनि हामी देखाउनेछौँ र हाम्रो चाहिँ एकदमै मिसिन नभएको कारणले गर्दा यो कफी चाहिँ अब हामीले टिपेर चाहिँ एकदम अर्ग्यानिक तरिकाले हामी चाहिँ बनाएर देखाउनेछौँ र यो कफी चाहिँ एकदम फलेको छ। यसपालदेखि एकदम फलेको छ, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम हाँगै ढल्ने गरी फलेको छ। यो यसपालदेखि फलेको कफी हो। यो चाहिँ यसपालदेखि फलेको हो। एकदम यस्तो तरिकाले फलेको छ कि यहाँ पनि देख्न सक्नुहुन्छ, यता पनि यस्तै फलेको छ। अब हामी चाहिँ यो आज चाहिँ 17 गते मङ्सिर 17 गते चाहिँ यो आज हामी यसरी यो पाकेको जति चाहिँ टिपेर यसलाई चाहिँ एकदम अर्ग्यानिक तरिकाले बनाएर तपाईँहरू भिडियो चाहिँ फुल हेरिदिनु होला। एकदम अर्ग्यानिक तरिकाले हामी कसरी बनाउने भनेर बनाएर पनि देखाउनेछौँ र यहाँ पनि छ एकदमै फलेको छ कफी चाहिँ। र यो चाहिँ हाम्रो यो बक्रा तास्ने चाहिँ हाम्रो मिसिन नभएको कारणले गर्दा हामी चाहिँ एकदम अर्ग्यानिक तरिकाले बनाएर देखाउनेछौँ। हामीले चाहिँ यहाँ टिपिएको छ कफी र यो चाहिँ एकदमै यस्तो पाकेको छ। यो चाहिँ अब हामीले यस्तोरी टिपेर चाहिँ एकदमै राम्रो छ। यो चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ एकदम पाकेको छ। अब यो चाहिँ हामी टिपेर टक्कै तल पनि धेरै छ, हामी टिपेर यो भिडियोमा चाहिँ यो कसरी बनाउने हामी चाहिँ देखाउनेछौँ र भिडियोलाई चाहिँ फुल हेरिदिनु होला। फुलहरू मजाले देखाएँ ल हुन्छ। चाहिँ हाम्रो काइला पनि कफी टिप्दैछ एकदमै। हामी चाहिँ दुईजना छौँ आज चाहिँ। अब टिपेर चाहिँ हामीले यहाँ बनाउनु पर्ने हुन्छ ल। अहिले चाहिँ हामी एकदमै हलेको ठाउँमा आइपुगेको छौँ। यहाँ चाहिँ यति टिपेर राखेको छौँ। यो घरा चाहिँ पुरै हामीले टिप्नु पर्ने हुन्छ। यस्तो छ यहाँदेखि यहाँ चाहिँ, तर यो चाहिँ अलिकति यस्तो यस्तो सुकेको छ। यो हो टिप्नु पर्ने छ। यिनीहरू चाहिँ यो नयाँ साल यसपालदेखि फलेको बोटहरू हो यिनीहरू। यो अलिकति यिनीहरू चाहिँ अलिकति बिग्रेला जस्तो भएको छ र यता 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 धेरै निकै छ। यो जम्मै कफी यहाँदेखि उता परदेखि यता चाहिँ अलिकति राम्रो छ। परदेखि चाहिँ अलिक राम्रो छ र यता चाहिँ यो माथिको चाहिँ जम्मै बिरुवा हो। यसपालि फलेको छैन। यो चाहिँ यता तल पनि यहाँ तल पनि यसपालिदेखि फलेको छ। यो चाहिँ यसपालिदेखि फलेको बिरुवाहरू हो यिनीहरू चाहिँ। यो पनि एकदम राम्रो आगो चाहिँ राम्रो फल्ने स्थिति छ यो पनि। तर यताको चाहिँ हामी टिप्दै गरेको चाहिँ यो हो, फेरि टिप्दै गरेको चाहिँ यो हो। तर यो पनि यस्तो हुन्छ, यो पनि स्टेप स्टेप फल्छ। यो चाहिँ अब यो 2-3 पटकमा मात्रै यो पाक्छ। अब यो अहिले टिप्यो फेरि अर्को स्टेप पनि पाक्दै जान्छ र भिडियोलाई चाहिँ पुरा हेर्दै गर्नु होला। हामी चाहिँ अब यो कति टिप्छौँ कति हुन्छ हामी देखाउनेछौँ ल। र मैले चाहिँ आज चाहिँ एकदमै गाउँघरको भिडियोहरू मेरोमा अरू बेला चाहिँ फरक फरक किसिमकोहरू भिडियो आउँथ्यो र आज चाहिँ मैले एकदमै गाउँको अर्ग्यानिक भिडियो बनाइरहेको छु। र यहाँ चाहिँ अम्बक पनि छ फेरि, तर यो अम्बक चाहिँ अहिले सकिएको छ। यहाँ चाहिँ फलेको छ। यो मङ्सिरको 17 गते है यो आज चाहिँ ठ्याक्कै पाकेको छ। सुन्तला चाहिँ मजाले पाकेको छ। अनि यता माथि चाहिँ यस्तो लट्टाराम फलेको छ कि यहाँ चाहिँ यस्तो फलेको छ। यो चाहिँ हाम्रो याङरक 3 पहिलेको चाहिँ ओयाम 6 नम्बर। यो चाहिँ हाम्रो भिनकुमार दिदीले हो। यो चाहिँ हाम्रो लीला दिदीले रोप्नु भएको रहेछ। एकदमै यो चाहिँ फलेको छ, लट्टाराम फलेको छ यहाँ चाहिँ। अनि केजीको कसरी हो भाउजू? यो केजीको कसरी हो? यो चाहिँ यहाँ चाहिँ अहिले 100 रुपियाँ केजी होइन भाउजू? ल एकदमै छ लु। चाहिएमा 100 रुपियाँ केजी होइन भाउजू? ल एकदमै लट्टाराम छ। 100 रुपियाँ केजी जोखेर दिने चाहियो भने
यहाँ चाहिँ एउटा फर्सी पनि फलेको रहेछ। यहाँ चाहिँ अम्बकको बोट हो। यो चाहिँ फेरि यो चाहिँ अम्बक चाहिँ लगभग अब सकिएको छ। यहाँ चाहिँ अम्बक पनि फलेको थियो, फल्ने चाहिँ यो सकिएको, यो फलेर एउटा रहेछ। र यता चाहिँ हाम्रो फेरि कफी छ। फेरि यो चाहिँ कफी खेती हो। फेरि यहाँ चाहिँ यहाँ कफी खेती पनि एकदमै धेरै छ। यो चाहिँ यसरी फलेको छ कफी। यसरी फलेको छ यो चाहिँ कफी। यहाँ चाहिँ कफी फलेको छ। एकदमै आज चाहिँ घाम चाहिँ एकदमै लागिराखेको छ। कफी टिपे चलिरहेछ। हामी दुईजना छौँ र यहाँ चाहिँ परदेखि अब यो सबै टिप्नुपर्ने हुन्छ। र अघि पनि मैले भिडियोमा भने अब हामी चाहिँ यो सबै टिपेर चाहिँ हामी देखाउनेछौँ कति हुन्छ। र कविहाङको बगान चाहिँ यही हो, कफी कविहाङ सेलिङको बगान। र यहाँ हाम्रो काइला चाहिँ हाम्रो सुजन सेलिङ एकदम टिपै चलिराखेको छ। अब यता चाहिँ अम्बक पनि छ। फेरि यता चाहिँ यहाँ अम्बक पनि छ। एकदम यहाँ फाइदा हुने रहेछ यहाँ कफी टिप्नुलाई। यहाँ अम्बक पनि एकदम पाकेको छ। यहाँ यस्तो मजाले पाकेको छ अम्बकहरू। यहाँनिर पनि पाकेको छ। अम्बक पनि टट्टैसँगले यसरी अम्बक पनि खानु पाइने भयो। यहाँ यसरी अम्बक पनि पाकेको छ। यो चाहिँ अम्बकको बोट अलिकति यो बाङ्गेको रहेछ। यो माथि पनि छ अम्बकको बोट। यहाँ पनि पाकेको छ अम्बक चाहिँ। यसरी यो कफी चाहिँ यस्तरी पेल्नु पर्ने हुन्छ अर्ग्यानिक बनाएर होइन। अब त्यो गरेर यो त राम्रो देख्यो मैले। यो चाहिँ अब एकदम अर्ग्यानिक भयो चाहिँ। त्यो दाना चाहिँ अब यसरी हामीले निकाल्नु पर्ने हुन्छ यसरी पेलेर। अनि यो चाहिँ हाम्रो 6-7 केजी जति छ यहाँ चाहिँ। यो चाहिँ अब यस्तै पेल्ने, यसरी पेलेर यसरी बक्रा निकाल्ने होइन। अनि यसलाई चाहिँ यसरी यो छुट्टिन्छ फेरि यसरी होइन। अनि यो चाहिँ तपाईँको यो बक्रा एकपट्टि हुन्छ, यसरी पेल्नुपर्छ। अनि यहाँ चाहिँ यो चाहिँ पेलिसकेको बनाएको फेरि यो चाहिँ बनाएको फेरि। अनि यसको चाहिँ अब यो बक्रा छान्नु पर्ने हुन्छ। अब यो चाहिँ हाम्रो यहाँ 6-7 केजी छ। यसलाई पेलिसकेको यता राख्ने। अनि यस्तरी फेरि पेल्नुपर्छ। मेसिन चाहिँ हाम्रो हाते मेसिन हो। यो चाहिँ यसरी कफी चाहिँ बनाउनु पर्ने हुन्छ। यसरी चाहिँ यसको चाहिँ अलग्गै यसरी बक्रा यसरी जान्छ। यहाँबाट सुरु गर्ने यहाँ ल। अब चाहिँ नबोलेको ल, घुमाएको मात्रै अब छ ल। रातले घुमाएँ। अब यो छान्नुपर्छ हामीले चाहिँ। अहिले चाहिँ अब यो चाहिँ सबै रेडी बनाएको छौँ। यहाँ चाहिँ 6-7 केजी चाहिँ छ जम्मा। यो अब यसरी तासिसकेको छौँ। अब यसलाई चाहिँ 2 दिन बोरामा राखेर चाहिँ मजाले धुने यसलाई। अनि धुएर मात्रै यो सुकाएपछि मात्रै अनि चाहिँ अर्ग्यानिक हुन्छ। अब यो चाहिँ एकदमै यस्तो मजाले हामीले चाहिँ यसरी कलाएको छौँ। यसको बक्रा चाहिँ यहाँ छ। यो बक्रा चाहिँ काम दिँदैन, यो चाहिँ फाल्ने हो यो चाहिँ। अनि यो चाहिँ मल मात्रै हुने भयो। अब यो बक्रा चाहिँ यहाँ चाहिँ यसको भाग चाहिँ यो बक्रा छ। अनि यो पनि बक्रा हो। यसरी चाहिँ अब यो यसरी चाहिँ यो बक्रा जान्छ। यसको चाहिँ यहाँ चाहिँ छैन। अब यो चाहिँ बक्रा भइसक्यो। यो चाहिँ हाम्रो अब ओयामको अर्ग्यानिक कफी एकदम पहिलोचोटि निकालेको कफी एकदम अर्ग्यानिक छ यो चाहिँ। अब यसलाई चाहिँ
मजाले अब यहाँ मिसिन छैन, मिसिन भए चाहिँ अझै राम्रो हुन्थ्यो यसलाई पेलेर बनाउँदा चाहिँ। ल मेरो चाहिँ अब भिडियो चाहिँ फेरि पनि यस्तै भिडियोहरू आउने नै छ, अर्को भिडियोहरू लिएर आउने छु। अब चाहिँ अहिलेको लागि चाहिँ मेरो कफीको भिडियो चाहिँ मेरो भ्लगलाई चाहिँ म यही समाप्त गर्न चाहन्छु। धन्यवाद भिडियो हेरिदिनु भएकोमा।